दर्शक पनि यहाँहरूलाई हाम्रो इटरी 2.0 अफिसियल फेसबुक पेजमा यहाँलाई स्वागत छ। यतिखेर हामी इटरी 4 को निशाय बालबालिका सेवा आश्रम आइपुगेका छौँ र अहिले निशाय बालबालिका सेवा आश्रममा भर्खरै इटरी 20 तरराबाट जङ्गलमा फालिएको अवस्थामा एकजना बिमारीसे बालक भेटिएको थियो र त्यहाँ घाँस काट्न गएका केही महिलाहरूले प्रहरीसँग समन्वय गरेर उद्धार गरेर यहाँ बुझाइएको छ। आमा, यहाँलाई स्वागत छ हाम्रो पेजमा। हस्, नमस्कार। अब अस्ति 2 दिन अगाडि है बच्चा तररामा भेटिएको जग्गा चाहिँ यहाँ ल्याएर हस्तान्तरण गरिएको छ। अहिले बालकको अवस्था कस्तो छ? अहिले त ठिकै छ। अस्ति चाहिँ निकै रातभरि रोएर हस्पिटल लग्यौँ। हस्पिटल लगेर हामीले त्यसलाई ल्यायौँ, दबाई सबाई पनि लिएर आयौँ र हामीले त्यहाँ अहिले मालिसहरू गर्ने पनि मान्छे राखिसकेका छौँ। बालक छोरोलाई। अब यहाँलाई जिम्मा लगाएपछि विधिवत उनको न्वारणहरूको उनको एउटा धार्मिक शास्त्र अनुसारको लागि के गरिन्छ? अब त्यो बच्चालाई चाहिँ अब हामीले 11 दिन पुगेपछि न्वारण गर्छौँ। न्वारण गरेपछि अब उसको त्यस्तै उ गरेर 6 महिनामा पास्ने गर्छौँ। त्यही कर्मले फेरि बच्चा अब ठुलो भएपछि अलिक 7-8 वर्षको भएपछि त्यसको हामी वर्तमान गर्छौँ। हामीले गर्ने चाहिँ त्यही पास्ने, न्वारण, पास्ने अनि वर्तमान। अब यहाँ बालकलाई यहाँ संरक्षण गरिएपछि अब सामाजिक सञ्जालहरूमा अब धेरैले त्यो बच्चालाई चाहिँ हामीले राख्न पाए हुन्थ्यो। कतिपय त निसन्तान परिवारहरूले, जो परिवारको जोडीहरूले चाहिँ रहर गरिरहनु भएको थियो। एकपल्ट बुझिदिनुहोस् के बच्चा हामीले लिने प्रोसेस के हो भनेर सोधिरहनु भएको थियो। अनि त्यही भएर हामी यहाँ आश्रममा आइपुगेको छौँ। उहाँहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई माफ गर्नुहोस्, पहिले त मलाई माफ गर्नु। त्यो बच्चा भोलि अब के भन्ने होइन, त्यो नानी त भर्खर ल्याएको हो। हाम्रो आश्रममा आइपुग्यो जस्तो अब पुलिस, हाम्रा हस्पिटलले पनि हामीलाई एउटा कागज दिएको छ यो बच्चा सही हो भनेर। अनि पुलिस प्रशासनबाट पनि हामीले ल्यायौँ। अब नगरपालिका पनि हामी लगेर त्यो बालबालिका उसमा हामीले उनीहरूलाई त्यहाँ उ गर्नुपर्छ। अनि हामीले एउटा बालगृहमा माथि उसमा पनि पठाउनुपर्छ हामीहरूले बच्चाको विवरणहरू। हजुर, विवरणहरू कति दिनको आएको कस्तो भनेर सबै कुरा हामीले पेस गर्नुपर्छ। मैले आजसम्म यहाँभित्र आएको बच्चा चाहिँ दिएको छैन। त्यो हजुरले मनले मान्दैन है? मनले पनि मान्दैन, किनभने त्यो बच्चाको भाग्य आफै आउँछ। किनभने त्यसले जे पाउनु छ पाउँछ। अब यत्रो धेरै माया गर्ने व्यक्तित्वहरू हुनुहुन्छ, पत्रकारदेखि लिएर, स्कुलदेखि लिएर, कलेजदेखि लिएर, हस्पिटलदेखि लिएर, अनि जति व्यापारीहरू मेरो इटरीमा सबै धार्मिक मान्छे छन्। मलाई ठुलो सहयोग छैन तर कमी पनि छैन। हामी धेरै थुपारेका पनि छैनौँ र कमी पनि छैन। त्यसले गर्दा म उहाँहरूलाई माफी माग्दै के अरे उ गर्न चाहन्छु। हामी बच्चा कुनै हालतमा बाहिर दिन सक्दैनौँ। अब यहाँ केही परिवारहरू पनि आउनु भएको छ, इच्छा गर्नेहरू। कति हो, कति हिजोदेखिको अस्ति त मैले हिजो त खाना पाइनँ। धेरैजना आउनु, बिहानदेखिको पत्रकारदेखि लिएर अनि त्यो बच्चा माग्नेको त लाइन। अनि यहाँ धम्की पनि आए। के भने? हामी अरबौँ रुपियाँमा खेल्ने बच्चा तैँले यहाँ कम्छेस् भनेर। कुन बच्चा कुहिएको छ र होइन? आफ्नो शक्तिले अनुसार हाम्रा बच्चाहरू क्याम्पसका लेक्चर पनि छन्, ब्याङ्कका म्यानेजर पनि छन्, इन्जिनियर पनि छन्, के छैनन्, स्टाफ नर्स पनि छन्। उनीहरूले हेर्न चाहनुहुन्छ भने हामी अहिले फोन गरेर पनि देखाइदिन्छौँ। आमा, अहिले कतिजना छन् निशाय बालबालिका सेवा आश्रममा बच्चाहरू यसरी संरक्षित यहाँले गरिरहनु भएको छ? अहिले करिब हाम्रा 60 जना छन् यति बेला। 60 जना। अब यो आश्रम सञ्चालन गर्नको लागि चाहिँ कति दुःख कष्ट झेलिरहनु भएको छ यहाँले? दुःख त हुन्छ नि, त्यो दुःखलाई दुःख सम्झिनु हुँदैन। हामीले थाल्यौँ नि त काम गर्न। दुःख भयो भनेर भाग्न पनि हुँदैन। हामीले त्यसलाई जित्नुपर्छ।
त्यस्ता दुःख आउँदै गर्छन् जाँदै गर्छन्, हामीले काम गर्दै गर्नुपर्छ। अब भन्नेवालाले पनि भन्दै गर्छन्, मलाई के भनेनन्, के इन्जाम लगाएनन्, यसले भोलि केटी बेच्छ होला, यसले यस्तो गर्छ होला भनेर मलाई पहिले कम्ती यहाँ गाली गरे। तर मैले विधानमा हामी एउटा बच्चा पनि बाहिर दिँदैनौँ, उहाँहरूले हामीलाई यस्तो भनेको छ म दिन्न भनेर मैले विधान एकदम बच्चै नदिने विधान बनाइदिएको र हामीले यहाँबाट एउटा बच्चा पनि दिएको छैन। अब आश्रम सञ्चालन गर्न लागि धेरै चिजहरू आवश्यक पर्छ, खाद्यान्न कुराहरू, लत्ता कपडाहरू, यो कसरी व्यवस्थापन कसरी गरिरहनु भएको छ यहाँले? दयालु मान्छेहरू धेरै हुनुहुन्छ भनिहाले नि इटरीमा, तपाईँलाई के चाहियो भनेर आउँछन् र पनि म त्यति माग्न त सक्दिनँ। र पनि उहाँहरूले अघि हजुरले भन्नुभयो त्यहाँ सिरक डस्ना हुँदैछ, यो फलाना आउँदैछ, ढिम्का आउँदैछ, यस्तै हो। पत्रकारहरू नै एक मेरो अलिक खाटहरू त्यस्तै भयो, ल्याएर उहाँहरूले पलङ ओछ्याइदिनु भयो। हरेक क्षेत्रबाट हामीलाई सहयोग धेरै ठुलो चाहिँ होइन, सानो सानो चाहिँ सहयोग गरिरहेको छ बाबा। अब धेरै निकै 2008 साल है, 2008 सालदेखि सञ्चालन 38 साल 2038 सालदेखि सञ्चालन भएको आश्रममा यहाँले त्यसरी बेवारिसी अवस्थामा आमा बुवा नभएका बच्चालाई संरक्षण गरिरहनु भएको छ। ती बच्चाहरूको अहिले कहाँ छन्? धेरै ठुलो भइसकेपछि कता छन्, कसरी सम्झिन्छ? अब मेरो बच्चा त जहाँ पनि त्यो बच्चा सुतेको छ नि त्यहाँ नाङ्गै बुढी खोलाबाट ल्याएको, पुलिसहरूले बुढी खोलाबाट कमिलाले दुलो पारेको ल्याएको थियो। मैले लगेर उसमा राखेँ हस्पिटलमा उपचार गरियो। हजुर, त्यसलाई कमसेकम 17-18 दिनसम्म आइसियुमा राखेर त्यसलाई ठिक गरेको। अहिले मास्टर पढ्दैछ। त्यसका साथीहरू पढ्ने अलिक ठुलाहरू बाहिर विदेश गइसके। हजुरले जहाँ भन्नुहुन्छ म फोन लगाएर गराइदिन्छु, पुरा गर्नु होला। हाम्रा बच्चा यहाँबाट राम्रा भएका छन्। बिहेदान पनि धेरैको जना गर्नुभयो? 37 जनाको भयो। 37 जनाको बिहेदान। अब यो यसरी तपाईँ एउटा विवाह नगरेको आमा, यस ठुलो बच्चाहरू यति धेरै बच्चाहरू संरक्षण गरेर राख्नु भएको छ, यो यसरी बच्चा फाल्ने आमा बाबाहरू चाहिँ के भन्नुहुन्छ तपाईँ? के भन्ने, अब त्यो चाहिँ मजबुरी पनि हो एउटा। कतिजना चाहिँ थाहा नभएर पनि उनीहरूले गरेको हुन्छ, लभ गरौँ के जाति गरौँ भनेर। केटाहरूले पनि अब कहाँ बसेका केटाहरू म चाहिँ यस्तो हुँ उस्तो हुँ भनेर लोभ पनि देखाएको हुन्छ। कतिजना अन्धकार भएर फँसेका पनि हुन्छन् केटीहरू। के भन्नु, म त दुईजनालाई नै दोष दिन्छु। तर यस्तो चाहिँ गर्नु नहुने। बच्चा एकछिन भरे भेटेको त्यो बच्चा खाइसक्थ्यो, कमिला लाग्न थालेको थियो। त्यो बहिनीहरू जो निगोरो टिप्न गए, त्यहाँ घाँस दाउरा गर्न गए, तिनीहरूले देखेर पुलिसलाई खबर गरे। अलिक भरे हुँदा त केही जनावरले पनि खान्थ्यो नि, साँपैले यति उडाको ढेरमा फ्यालेको छ बच्चा। बरु त्यो गर्नुभन्दा कुनै हस्पिटलमै छोडिदिएको भए, अथवा हाम्रो आश्रम जस्तोमा आएर लु म यस्तो छु तपाईँहरूले गोप्य राख्नुहोस् भनेको भए हामी कति कुरै हामीहरू गोप्य नै राखिदिन्छौँ। हामीलाई कतिजना महिलाहरू आएर यसरी पनि भन्छन् र बच्चा चाहिनेहरू पनि आउँछन् र हामी उनीहरूलाई जिम्मा लगाइदिन्छौँ। बच्चा हामी दिँदैनौँ, यो आमाले दियो भने तपाईँहरू लानुहोस्, अहिलेदेखि नै सहर गर्नुहोस् भन्छु। 3 महिना 4 महिना उनीहरूको बाँकी हुन्छ, उनीहरूले लिएर जान्छन्, त्यहाँ इलाजहरू गराउँछन्, बच्चा हुन्छ, उनीहरूले लान्छन्, आमालाई खुसी पार्छन्, लान्छन्। मलाई त्यो हाम्रो संस्थासँग छैन। त्यो अलिकति यो अवैध गर्भवतनको कुराहरूले पनि अलि समाजलाई अलिकति यस्तो त्यही त एकदमै नराम्रो। अब गर्भपतन गर्दा पनि भोलि उसको बच्चा नहुनेमा सम्भावना पनि हुन्छ। म चाहिँ त्यस्तो कर्मै नगर भन्छु, हात जोड्छु सबै दाजुभाइलाई पनि र ती चेलीबेटीलाई पनि। किनभने दाजुभाइले पनि केही उ गरेर भोलि चट्टै छोडेर फोनै बन्द गरेर हिँड्ने क्रमहरू धेरै छन्। मलाई त्यस्तो भनेका छन् यहाँ 2-4 जना बहिनीहरूले। र मलाई यस्तो गरौँ म मर्नु भनेर बिख खाएको भनेर बिख पनि खाएको केस एउटा हिजो अस्ति हामीले गऱ्यौँ। उहाँ लानदेखि उतै एउटा छोरी 14 वर्षको रहेछ, अनि अब बच्चा भयो, उसलाई थाहै छैन अरे। ट्युसन पढ्न गएको, उसलाई एकछिन बेहोस पारियो, बच्चा भयो। अब म मर्छु भनेर बाबुआमाले थाहा पायो भने के गर्ने, आमालाई चाहिँ थाहा भयो, बुवाले थाहा पायो भने त मलाई मार्छन् अथवा आफै मर्छन् भनेर उसले चाहिँ मुसाको दबाई खाएको रहेछ।
त्यो बच्चा पनि जन्मियो, त्यो पनि अपाङ्ग जन्मियो, हात खुट्टा पनि नचल्ने र यहाँबाट दुधै नजाने भित्र 3 महिना त्यो बच्चा हामीहरूले पनि आइसीमा राख्दै निकाल्दै गरेर त्यसलाई हेर्दियौँ हामीले। तर अब के भन्नु, त्यो बाँतेमा दुधै खान सक्दैन, गयो त्यो बच्चा त्यस्तै। र त्यो आमालाई पनि बल्ल बल्ल उनीहरूले कति दिन आइसीमा राखेरै दबाई सबाई गरेर बचाउन चाहिँ। अब अन्तिममा अब के भन्न चाहनुहुन्छ? अब आश्रमलाई, आश्रमप्रति तपाईँको श्रद्धा माया देखाउने धेरैजना हुनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ अन्तिममा? अब बच्चा प्रति एकछिन ठङठङ नगर भन् त, एकैछिन। बच्चा यहाँबाट म दिन सक्दिनँ, मलाई माफ गर्नु होला। त्यो बच्चाको अब हेरदेख पनि भइरहेछ, बाहिर उनीहरूले पनि अनुसन्धान गर्दैछन्। अस्ति 1.5 महिना एउटा बच्चा राखेर मैले केराबारीमा जिम्मा दिएँ, उसको गार्जन भेट्यो, आमा र बच्चै राखेको थियो, आमा र बच्चै राखेको थियो। यहाँ सुत्केरीलाई पनि हामीले उकास्यौँ, 2 दिनको सुत्केरी ल्याएको थियो, नानी पनि मैले नरन गरिदिएँ। अब 84 जना थियो, 85 जना भयो, अब योसँग 86 जना हुन्छ। र दाजुभाइले सबैले आशीर्वाद दिनुहोला, व्यक्तित्वहरूले त्यो बच्चाहरू राम्रो होस्। सबैमा तपाईँहरूको ठुलो सहयोग भन्दा नि त्यो ठुलो छ। अब सहयोग गर्ने चाहनेहरू त यहीँ चाहे केही नभने 1 पानी बिस्कुट भए पनि लिएर आउँछन्। र म चाहिँ उहाँहरूलाई पनि म माफी माग्दै र उहाँहरूको चाहिँ एकदम सबै राम्रो होस्, शुभकामना सबैजनालाई हेर्नेहरूलाई एकदम नमस्कार। पहिला त हजुरलाई नै नमस्कार, हजुरहरूले साह्रै गर्नुभएको छ, गर्नुभएको छ, तपाईँहरूको सहयोगले त चलिरहेछ यो संस्था, त्यस्तै हो।